हाई भ्याल्यु के अरे भ्याल्यु भर्सेस भोल्युम होइन प्लस भोल्युम पनि हाउ डु यु अचिभ द्याट कसरी खर्च गर्न लगाउँछ जस्तो हाम्रो जहिले पनि नेपालको कन्ट्याक्समा चाहिँ के भन्छ भन्दाखेरि वी स्टिल निड मोर टुरिस्ट सो हामीले अहिलेसम्म 35 लाखको हामीसँग रुम नम्बर छ जम्मा 12 लाख पनि मान्छे आउनु भएको छैन त्यो 12 लाखमा पनि कतिजना फ्यामिली भिजिटले आउनुभएको नारायण हो कि कतिजना चाहिँ रियली टुरिस्ट आउनुभएको त्यो डेटा हामीसँग छैन हामीसँग के डेटा छ भने चाहिँ आउनुभएको टुरिस्टहरू कसरी आउनु भइरहेछ द 15% ट्रेकिङ एन्ड त्यसमा आउनु भएको छ भने मोस्टली टुरिस्टहरू चाहिँ लेजरमा नै आउनु भएको छ र हामीलाई त्यो 35 लाखलाई मिट गर्नको लागि पनि जस्तो कि हाम्रो माउन्टेन रिजनको एउटा क्यारिङ क्यापेसिटी हुन्छ जहिले पनि त्यो क्यारिङ क्यापेसिटी हामी नाग्न सक्दैन फेरि हामी त्यो सस्टेनेबल टुरिज्मको कन्टेक्समा भनौँ गार्बेजलाई कसरी कलेक्ट गर्नेदेखि लिएर धेरैवटा हाम्रो इकोसिस्टममा कसरी असर परिरहेछ जस्तो लेखेर धेरैवटा हुँदाखेरि हाम्रो क्यारिङ क्यापेसिटी त्यहाँ हुँदैन लेजर नै हामीले बढाउने हो लेजर टुरिज्मलाई नै हामीले एक्सपिरियन्सियल टुरिज्म त्यसमा नै फोकस गर्ने हिली रिजन्स मिड हिली रिजन्स तराई रिजन्स होइन त्यसमा हामीले अझ बढाउन सक्ने हामीसँग क्यापेसिटी छ र यसमा चाहिँ हाई भल्युम त्यही कारणले अहिलेसम्म हामीलाई हाई भल्युम नै चाहिरहेको छ कतिवटा कन्ट्रीमा जस्तो कि लास्ट टाइम मड्रिडमा धेरै ओभर टुरिज्म भयो एम्स्टरडममा ओभर टुरिज्म भयो भनेर उहाँहरूले डिस्करेज गर्नुभएको छ प्यारिसमा ओभर टुरिज्म भयो भनेर नेपालमा हामी त्यो सिचुएसन अहिलेसम्म पुगेको छैनौँ तर अन दि अदर नेभरदलेस अर्को साइडमा हेऱ्यो भने पहिला $70 पर डे पर टुरिस्टले खर्च गर्नुहुन्छ डेटाबाट अहिले हामी $33 पर डे पर टुरिस्टले खर्च गर्ने डेटासम्ममा छ 2009मा $71 पर टुरिस्ट 71 पर डे पर टुरिस्टले यहाँ स्पेन्ड गर्नुहुन्थ्यो भने अहिले त $33मा हामी झरेको छौँ त्यो कन्ट्याक्ट चाहिँ छ अब त्यो कन्ट्याक्ट चाहिँ किन भएको छ मेबी हामीले एक्सचेन्ज रेटको फ्लक्चुएसनले पनि होला 2009मा हाम्रो डलर त्यति स्ट्रङ थिएन नेपाली करेन्सीको अगेन्स्टमा अहिले डलर धेरै नै स्ट्रङ छ हामी 150s अराउन्डमा छौँ होइन एक्सचेन्ज रेट हेऱ्यो भने त्यसले गर्दा पनि अलिकति कम देखिन सक्छ र त्यो बाहेकको चाहिँ मेबी डेटामा कुनै पहिलाको डेटा र अहिलेको डेटामा केही डेटा कलेक्सनमा पनि डिफ्रेन्स छ कि त्यो मेथोडोलोजीमा त्यो पनि हुनसक्छ और हाम्रो प्यारलल इकोनोमी भइरहेको पनि हुनसक्छ जुन चाहिँ हाम्रो काउन्टिङमा आउँदैन जस्तै मैले यो डेटाको कुरा जहिले गर्दाखेरि टुरिज्मले जम्मा लेस देन 2% GDPलाई कन्ट्रिब्युट गर्छ भने गभर्मेन्टले भन्नुहुन्छ जुनमा चाहिँ हामीले खालि होटलको रुम्सहरूको सेल गरेको अमाउन्टलाई मात्र कन्सिडर गर्छौँ हामीले आउने एयरक्राफ्टको इन्कमदेखि लिएर के भन्दा एयरलाइन्सको इन्कमदेखि लिएर पर्मिट्सहरू जुन लिन्छ अब माउन्टेनियरिङको रोयल्टी नेसनल पार्क पर्मिट हेरिटेजको पर्मिट्सहरू ट्राभल ट्रेकिङले कमाउने र जुन हामीले ट्याक्स हेर्छौँ त्यसको डेटा त्यसको अमाउन्टको डेटाहरू त्यो कुनै पनि इन्क्लुड हुँदैन टुरिज्ममा इन्क्लुड नहुने भयो त्यो टुरिज्मको जिडिपी भनेर चाहिँ के अरे जिडिपी कन्ट्रिब्युसनमा चाहिँ हाम्रो हुँदैन इन्क्लुड हुँदैन खालि होटलले सेल गर्ने रुमको लागि मात्र एउटा प्रायोरिटीमा राखेको छ त्यसमा अन्त डेटा नै हामीसँग चाहिँ मेबी अरू हेडिङमा जान्छ अनि अरू हेडिङमा जाँदाखेरि अघि सुरुमा भने हामीले नेपालको नम्बर 1 इन्डस्ट्री बनाउनुपर्छ जुन अभियान छ त्यसमा पनि किन हामीले धेरै लबिङ गर्दाखेरि नाटाबाट मैले लबिङमै जाँदाखेरि पार्लियामेन्टेरियनहरूबाट अरू विज्ञहरूबाट पनि के पाएँ भन्दा तपाईँहरूको इन्डस्ट्रीले कन्ट्रिब्युटै गर्दैन जिडिपीमा धेरै सो प्रायोरिटीमा कसरी आउँछ भन्ने कुरा आयो त द्याट इज नट राइट मैले भने नि यसले डाइरेक्ट इन्डाइरेक्ट इम्प्लोइमेन्ट जेनेरेट गर्ने र मेबी जिडिपीमा क्यालकुलेसन गर्दाखेरि गभर्मेन्टको कुन चाहिँ मेथोडोलोजीबाट गर्नुहुन्छ द्याट मे बी डिफ्रेन्ट तर हामीले ओभरअल एउटा टुरिज्मबाट चाहिँ यति इन्कम चाहिँ भएको छ है भनेर चाहिँ भन्न सक्नुपर्ने हुन्छ जस्तै युएन टुरिज्मले नेपालमा टुरिज्मले 7% अराउन्डको जिडिपी कन्ट्रिब्युसन गर्छ भन्छ त्यहाँ नै डेटामा धेरै डिफ्रेन्स छ हाम्रो ओके लेट्स ट्याकल दिस है त ल किन यस्तो भएको डेटा कलेक्सनमा जस्तै अब क्यालकुलेसन गर्ने डेटा कलेक्सन हुँदा नि कसरी तपाईले त्यसलाई इन्टरप्रेट गर्ने राइट हैन यो कुरा त भयो जस्तै सुरुमै त्यहीदेखि मलाई बुझ्न मन लाग्यो जस्तै टुरिस्टहरू आउँदाखेरि पनि त्यहाँ पनि डेटा कलेक्सनमा कहाँ चुकिरहेछौँ त्यहाँ चाहिँ हामीले फ्यामिली भिजिट हो कि रियली टुरिस्ट हो कि बिजनेस त्यसलाई हामीले सेग्रिगेट गरेको छैनौँ मेबी त्यसमा सिम्पल एउटा फर्म फिलअप गर्दाखेरि केमा आएको त मेबी म नेपाली ओरिजिनको हो किन त्यति मात्र डिफ्रेन्स गरिदिनु पनि सक्छौँ नि त जस्तै हामीसँग जहिले पनि के डेटा चाहिँ छ भने सर्टेन डेटाजहरू त राम्रो छ जस्तै कि
कन्ट्री वाइज टुरिस्ट आउने डेटा छ हामीसँग सिजन वाइज आउने पनि छ र कुन चाहिँको लागि आउनुभएको ट्रेकिङलाई आउनुभएको कि भन्यो भने पिलग्रिमेजलाई आउनुभएको कि त्यस्तो खालको डेटा पनि छ त्यो डेटाहरू नभएको चाहिँ होइन फेरि भन्दा त्यसबाट पनि हामीले सर्टेन फोरकास्ट सर्टेन मार्केटिङ क्याम्पेन कन्ट्री स्पेसिफिक रिजन स्पेसिफिक हामीसँग गर्नलाई सर्टेन डेटाजहरू त छ हामीसँग तै पनि त्यो अझ विस्तृत छैन अझ डिटेल्डमा छैन सो वी कुड एक्चुअली त्यो एउटा सानो फर्ममा मात्रै पनि काम गर्यो भने हामीले गुड डेटा कलेक्सन हैन ढङ्गको इन्टरप्रिटेसन हुन्थ्यो होला कुन कन्ट्रीबाट आउँदो रहेछ म्याक्सिमम इन्डियाबाटै हो र टप 5 मा हाम्रो इन्डिया चाइना युएस कन्ट्रिजहरू पर्छ पहिला युरोपियन कन्ट्रिजहरू धेरै आउँथ्यो नम्बर्समा भने रिसेन्ट इयर्समा चाहिँ युरोपियन कन्ट्रिज भन्दा हाम्रो रिजनल कन्ट्रिजहरू नै छ किन भन्दाखेरि त्यो एयर कनेक्टिभिटी अनि मैले त्यो प्रायोरिटीमा राख्यो भने अर्को के पनि फाइदा हुन्छ नेपालको एयरलाइन इन्डस्ट्रीले EU ब्ल्याकलिस्टमा परेको छ त्यसले गर्दाखेरि हामीले डिफ्रेन्ट सिनारीहरू फेस गर्नु परेको छ जस्तै कि त्यसमा पर्न साथ हाम्रो कनेक्सन युरोपियन कन्ट्रीसँग त भएन नि डाइरेक्ट कनेक्सन जुन पहिला म सानो बेला हुँदाखेरि हाम्रो आर्ए लन्डन फ्र्याङ्कफर्ट डाइरेक्ट उठ्थ्यो होइन त्यो सिचुएसन अहिले आउनु फेरि हामीले लुफ्तान्सा थियो होइन फ्र्याङ्कफर्टको लागि भन्दाखेरि त्यो सिनारी आउनको लागि त्यो प्लस हाम्रो इभन डोमेस्टिकमा नै एउटा फरेनरले लोकलाको फ्लाइट उठ्छु भने उहाँलाई इन्सुरेन्सले कभर गर्दैन किन भन्दा नेपाल चाहिँ EU ब्ल्याकलिस्टेड कन्ट्री हो हाम्रो एयर ट्रान्सपोर्टेसनमा र त्यस्तो सिनारिजहरूलाई पनि अलिकति प्रायोरिटीमा गभर्मेन्टले राख्यो भने त्यो कुरालाई पनि हामीले ओभरकम गर्न सक्ने चाहिँ